इन्डियाको पहलमा पाकिस्तानबाट टुक्रिएर बङ्गलादेश बनेको 1 वर्ष पनि बितेको थिएन। भुटान इन्डियासँग पहिलाबाट नै परनिर्भर थियो भने इन्डिया सिक्किम आफ्नो कन्ट्रोलमा ल्याउन चाहन्थ्यो। नेपालको इन्डियासँग खास गरी इन्दिरा गान्धीसँग राम्रो सम्बन्ध थिएन। इन्डियाले 2027 सालमा लगाएको नाकाबन्दी खुलेको केही महिना मात्र बितेको थियो। यता देशका प्रमुख राजा महेन्द्र आफ्नो मृत्युसँग लड्दै थिए। अन्ततः महेन्द्रले मृत्युसँग हार बिहोरे। 2028 माघ 17 गते चितवनको दियालो बङ्गलामा बिहान 3:45 राजा महेन्द्रको मृत्यु भयो। इन्द्र राज्य लक्ष्मीदेवी शाहको जेठो छोरो भएको कारण अब राजा बन्ने पालो थियो युवराज वीरेन्द्रको। युवराज वीरेन्द्र शाह बुवा महेन्द्र र आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट 2002 साल पुस 14 गते जन्मिएका थिए। उनले इन्डियाको दार्जिलिङमा अवस्थित सेन्ट जोसेफ स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने बेलायतको इडन कलेजमा 5 वर्ष, जापानको टोकियो युनिभर्सिटीमा केही समय र अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा 2 वर्ष पढाइ गरेका थिए भने 2026 फागुन 16 गते वीरेन्द्रको विवाह केन्द्र शमशेर राणाकी छोरी ऐश्वर्या राज्य लक्ष्मीसँग भएको थियो। 2028 साल माघ 17 गते आफ्नो बुबाको मृत्यु भएपछि 26 वर्षको उमेरमा 81 वीरेन्द्र नेपालको नयाँ राजा घोषित भए। वीरेन्द्र राजकाजको निम्ति तयार भएका थिएनन् वा भनौँ उनलाई त्यतिखेरसम्म त्यति मजाले तयार गरिएको थिएन। तर वीरेन्द्रमा भएको धैर्य, भद्रता अनि कामप्रतिको अटुट लगावले उनलाई सहयोग पुर्यायो। वीरेन्द्र राजा घोषित भएको 3 वर्षपछि मात्र अर्थात् 2031 सालमा उनको शुभ राज्य अभिषेक गरियो। यसरी 3 वर्षपछि मात्र उनको राज्य अभिषेक किन गरियो यसबारेमा स्पष्ट कारण भेटिँदैन। यद्यपि यसको एउटा कारण यो हुन सक्छ कि वीरेन्द्र बुवा महेन्द्र र आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको जेठो छोरा थिए, तर राजा महेन्द्रको जेठो छोरा वीरेन्द्र थिएनन्। महेन्द्र र रम्बा गुरुङबाट महेन्द्रको पहिलो अर्थात् जेठो छोरोको रूपमा रविन्द्र शाहले जन्म लिएका थिए। तर महेन्द्रका बाहिरिया रानी तर्फका सन्तान भन्दै अनि अन्य कारण देखाउँदै रविन्द्रलाई छायामा पारिएको थियो। तिनै रविन्द्र शाहले शासनमा आफ्नो हक दाबी गरेको कारण त्यही विवाद मिलाउँदा वीरेन्द्रको राज्य अभिषेकमा ढिलाइ भएको भन्ने गरिन्छ। वीरेन्द्र राजा त बने, तर देशको राजा हुनु र राजा भएर देश सम्हाल्नु त्यसबेला त्यति सजिलो भन्ने थिएन। त्यसबेला शीत युद्ध चलिरहेको थियो। पुरा विश्व अमेरिकी नेतृत्वको पुँजीवाद र तत्कालीन सोभियत संघ नेतृत्वको समाजवादका नाममा 2 ध्रुवमा विभाजित थियो। ठुला र शक्तिशाली हरेक देश कमजोर र साना मुलुकमाथि आफ्नो कुनै न कुनै किसिमको डर, ढाक वा रवाफ स्थापित गर्न चाहन्थे। सोभियत संघसँग मिलेको इन्डियाले त्यसबेलासम्म पाकिस्तानबाट टुक्रिन बङ्गलादेशलाई ठुलो सहयोग गरेको थियो। भुटानमा पनि इन्डियाकै प्रभाव थियो भने इन्डियाले सिक्किम जस्तो देशलाई आफ्नो अधीनमा ल्याउने मिसन थालिसकेको थियो भने इन्डियाले नेपालको परराष्ट्र र रक्षा मामिलामा प्रभाव राख्ने रणनीति छाडेको थिएन। नेपालमा एक किसिमको शङ्काको माहौल थियो। वीरेन्द्र न त आफ्नो देश सिक्किम जस्तो बनाउन चाहन्थे न त उनलाई भुटानी राजा जस्तो भन्नु थियो। यसैलाई मध्यनजर गर्दै 2031 फागुन 13 गते आफ्नो शुभ राज्य अभिषेकमा आएका विदेशी अतिथिहरूलाई वीरेन्द्रले हामी आफ्नो सुरक्षाका लागि शान्ति चाहन्छौँ, हामी विकासका लागि शान्ति चाहन्छौँ र आफ्नो स्वतन्त्रताको लागि शान्ति चाहन्छौँ। यो शान्तिलाई संस्थागत गर्ने हाम्रो चाहना छ। त्यसैका लागि मेरो देश नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राख्दछु भनेका थिए। जसमा त्यसबेला त्यो समारोहमा आएका 39 देशका प्रतिनिधि मध्ये धेरैले त राजा वीरेन्द्रको त्यो प्रस्ताव त्यही नै स्वीकारेका थिए, जसमा चीन, सोभियत संघ, हालको रसिया, पाकिस्तान जस्ता देश थिए। पछि 116 देशले नेपालको यो प्रस्तावलाई स्वीकार गरे। तर राजा वीरेन्द्रले संयुक्त राष्ट्रसङ्घ मार्फत यो प्रस्ताव पारित गर्न कोसिस गर्दा राष्ट्रसङ्घका तत्कालीन महासचिव कुर्ट वाल्डहिमले पहिला आफ्नो छिमेकी मनाएर आउनुस् भनेर इन्डियालाई देखाएपछि कुरा त्यसै टुङ्गिएको थियो। खासमा इन्डिया नेपाललाई स्थिर देख्न चाहँदैन थियो। उसले त्यसबेला आफ्नो रणनीतिक साझेदार सोभियत संघलाई लबिङ गरेर समर्थन फिर्ता लिनसम्म लगाएको थियो। 2032 कै वैशाखको सुरुवातबाट नै सिक्किमलाई इन्डियाको 22औं राज्य बनाउने काम इन्डियाको संसदले सुरु गरिसकेको थियो। इन्डियाले सिक्किमलाई विलय गराएरै छाड्यो। त्यसपछि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीकै प्लानमा रका फाउन्डर आरएन काउले नेपालको तराई टुक्र्याउने योजना अगाडि बढाउँदै थिए भन्ने गरिन्छ। तर यो प्लान अघि बढ्न नपाउँदै 2032 असारतिर इन्डियामा इन्दिरा गान्धीको इच्छामा इमर्जेन्सी लागू भयो। यसले गर्दा इन्डियामा सबै राजनीतिक क्रियाकलाप तथा अन्य योजनाहरू रोकिए, जसमा नेपालको तराई टुक्र्याउने योजना पनि थियो। वीरेन्द्रले आनन्दको सास फेरे, तर उनको समस्या यतिमै सकिएको भने थिएन।
देशमा भएका विभिन्न विद्यार्थी आन्दोलनको कारण 2036 जेठ 10 गते वीरेन्द्रले जनमत संग्रह गर्ने घोषणा गरे। सुधारिएको पञ्चायत र बहुदलीय शासन व्यवस्था बीच एउटा व्यवस्था छान्नको लागि जनमत संग्रह गरिएको थियो। 2037 साल वैशाख 20 गते भएको यो चुनाव सुधारिएको पञ्चायतले जित्यो, तर त्यसपछि पनि पञ्चायती व्यवस्थाले सुध्रिने छाँटकाट भन्ने देखाएन। 2045 सालभन्दा अघि राजा वीरेन्द्रको सक्रियतामा नेपालमा पोखरा औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्र, बुटवल औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र, वीरेन्द्रनगर औद्योगिक क्षेत्र, गजेन्द्र नारायण औद्योगिक क्षेत्र खुलेका थिए। नेपालको पहिलो टेलिभिजन च्यानलको स्थापना, सेक्युरिटी खरिद बिक्री केन्द्र, मेलम्ची योजनाको सुरुवात, ट्रली बस, भ्रिकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, उदयपुर सिमेन्ट जस्ता अन्य उद्योग पनि वीरेन्द्रकै शासनमा स्थापना भएको थियो। उनको पालोमा हाइड्रो पावर, रोड, पुल, एयरपोर्ट निर्माण वा भनौं इन्फ्रास्ट्रक्चर, कृषि, वातावरण, वन्यजन्तु संरक्षण, शिक्षा जस्ता क्षेत्रमा प्रगति भएका थिए। कूटनीतिमा पनि राजा वीरेन्द्रका धेरै उपलब्धिहरू रह्यो। राजा बनेको केही वर्षमै उनले शान्ति क्षेत्रको प्रस्ताव गर्दा 116 देशको समर्थन पाएका थिए। 2046 सालभन्दा अघि सक्रिय राजतन्त्रको समयमा उनले 46 देशसँग नयाँ कूटनीतिक सम्बन्ध बनाएका थिए भने उनले 2040 मा अमेरिकाको राजकीय भ्रमण गरेका थिए। पछि उनी इन्डियाको गणतन्त्र दिवसको प्रमुख अतिथि पनि बने। उनकै पहलमा नेपालमा थुप्रै शक्तिशाली देशका प्रमुख राजकीय भ्रमणका निम्ति आए। 2042 सालमा स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना गर्नुमा वा भनौं सार्क स्थापना हुनुमा राजा वीरेन्द्रको पनि हात थियो। राजा वीरेन्द्र महँगो चीजको शौकीन थिएनन्। उनी 10 वर्ष पुरानो कोट लगाउँथे। उनलाई ब्रान्डसँग त्यति मतलब थिएन। उनले हेटौडा कपडा उद्योग खोलिसकेपछि त्यहीको उत्पादन प्रयोग गर्न थालेका थिए भने उनले एडीसी सुन्दर प्रताप राणाको अनुसार नेपालमै बनेको मायालु साबुन, ब्राइटर टुथपेस्ट प्रयोग गर्थे। वीरेन्द्र निकै नै साधारण स्वभावका राजा थिए, जसले बाटोमा हिँडेको मान्छेलाई आफैले पुर्याइदिन्छु भनेर लिफ्ट दिन्थे। कारहरूमा पनि उनको त्यति सोख थिएन। वीरेन्द्रको राजकीय सवारीका लागि प्रयोग हुने मर्सिडीज गाडीहरू पनि 25-30 वर्ष पुराना थिए भने उनको एउटा निजी ज्यागवार कार पनि निकै पुरानो थियो। 2058 सालको सुरुवाततिर चाहिँ राजा वीरेन्द्रले एउटा गाडी लिएका थिए, त्यो पनि 1300 सीसीको टिरियस। एकपल्ट दुबईमा राजाको अंगरक्षक 10 जना एडीसीहरूले हतियार बोक्न सजिलो हुने ब्याग देखे। उनीहरूलाई त्यो ब्याग चाहिएको पनि थियो। राजाले पनि त्यो कुरा बुझेर एडीसी सुन्दर प्रताप राणालाई चाहिएको छ भनेर सोधे। एडीसी सुन्दर प्रताप राणाले ज्यू सरकार भनेर जवाफ फर्काए। त्यसपछि राजाबाट जुन जवाफ आयो त्यो सुनेर एडीसी राणा छक्क परे। एडीसी राणाका अनुसार राजाको जवाफ यस्तो थियो, त्यसो भए अहिले एउटा किन्नु, यसलाई हेरेर काठमाडौँमा बाँकी 9 वटा सिलाउन लगाउनु। त्यो ब्याग किनेको भए पनि त्यसबेला पैसा राजाको गोजीबाट नभई सरकारी ढिकुटीबाट जाने थियो। तर वीरेन्द्र त्यति सानो कुरामा पनि सम्झौता गर्न तयार भएनन्। त्यो 9 वटा ब्याग नेपालमै बन्यो, जसले पैसा मात्र बचाएन। प्यारा तालिम केन्द्रमा प्यारासुट सिलाउनेहरूले पनि त्यस्तो ब्याग बनाउने सिप सिके। वीरेन्द्र नियम अनुसार चल्थे। आफू राजा नै भए पनि उनले नियम तोड्थेनन्। आवश्यक परे उनले नियमावली संशोधन गरेर मात्र आफ्नो काम अघि बढाउँथे। यससँग सम्बन्धित केही घटनाहरू राजाका एडीसी सुन्दर प्रताप राणाले आफ्नो किताब दरबारको दुखान्तमा लेखेका छन्। तर यो सबको बावजुद पनि राजा वीरेन्द्र विवादबाट बाहिर निस्कन भनि सकेनन्। तर उनी विवादमा उनकै कारणले भने आएका थिएनन्। राजा वीरेन्द्र असल त थिए, तर राजाको रूपमा जति स्ट्रङ हुनुपर्ने हो त्यति थिएनन्। यही कारण उनका भाइहरूले उनको इज्जतमा दाग लगाए। पत्रकार पदम ठकुराठीको अनुसार धीरेन्द्र र ज्ञानेन्द्रले नेपालबाट मूर्ति चरेस लिएर जान्थे र नेपालमा हिरोइन लिएर आउँथे। 3000 वर्ष पुराना मूर्तिहरू र चरस लगेर जाने, अनि उताबाट चाहिँ सुनको बिस्कुटहरू र हेरोइन लिएर आउने। बिहे भइसकेको भए पनि धीरेन्द्र त 46 सालपछि एक नेपाली युवतीलाई प्रेममा फसाएर बेलायत नै भागे। पछि युवतीकै लागि उनले दरबारसम्म छोडे। यता अधिराज कुमार ज्ञानेन्द्रले ओमेगा जस्तो कम्पनीलाई नेपाल भित्र नदिएनन्। सरकारको लगानी रहेको जनकपुर चुरोट कारखाना डुब्नुमा पनि ज्ञानेन्द्रको हात छ भन्ने आरोप अहिले पनि लाग्ने गर्छ। त्यसबेला सत्तासँग नजिक रहेकाले बन्द कोठामा पैसा असुल गर्ने गरेको त विनोद चौधरीले आफ्नो किताबमै लेखेका छन्। वीरेन्द्रका अपवाद बाहेकका दरबारका सचिव, प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय पञ्चायतका पञ्चहरूले गर्दा पनि जनतामा राजतन्त्र प्रति र पञ्चायत व्यवस्था प्रति विश्वास घट्दै गएको थियो। 2037 सालमा सुधारिएको पञ्चायतको नाराको साथ चुनाव जितेको पञ्चायत सुध्रिएन। यही कारण त्यसपछि पनि नेपालमा पञ्चायत विरोधी आन्दोलनको क्रम रोकिएन। 2038 सालमा राष्ट्रिय पञ्चायत निर्वाचन बहिष्कार अभियान चल्यो। 2039 सालमा सडक सफाई आन्दोलन, 2042 सालमा सत्याग्रह, 2043 सालमा सेक्टर काण्ड जस्ता सत्ता विरोधी आन्दोलन भए। देशमा यो सब त हुँदै थियो, उता इन्डियासँग पनि त्यही समयमा नेपालको सम्बन्ध नराम्ररी चिसियो। यति बेलासम्म इन्दिराको हत्या
महिनापछि उनको छोरा राजीव गान्धी इन्डियाको प्रधानमन्त्रीमा नियुक्त भइसकेका थिए। 2044 कार्तिकमा काठमाडौँमा तेस्रो सार्क शिखर सम्मेलन हुँदा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग आएकी उनकी पत्नी सोनियालाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक लगाइयो। इटालियन मूलकी सोनियालाई खासमा गैर हिन्दूलाई प्रवेश दिइन्न भनेर रोकिएको थियो, तर पशुपति विकास कोषको अध्यक्ष रानी ऐश्वर्य भएको कारण इन्डियन मिडियामा दरबारले नै रोक लगाएको र अपमान गरेको भन्ने खबर फैलियो, जसले नेपाल इन्डिया सम्बन्धमा तनाव सिर्जना गर्यो। त्यसको एक वर्ष पनि नबित्दै 2045 सालको साउनमा चीनबाट खरिद गरेको एन्टी एयरक्राफ्ट गनहरू नेपाल आइपुगे, जुन इन्डियाको लागि एउटा खतराको संकेत थियो। उनीहरू हात हतियारमा पनि नेपाल आफ्नै भरमा परोस् भन्ने चाहन्थे, तर उनीहरूले नेपाल पठाएको हात हतियार कि त चीनको भन्दा महँगो हुन्थ्यो कि त पेन्टिङ गरेर पठाएको सेकेन्ड ह्यान्ड हतियार हुन्थ्यो। यही कारण पनि नेपालले त्यसबेला चीनबाट नै हतियार खरिद गरेको थियो। यसले नेपाल र चीनको सम्बन्धलाई त बलियो बनायो, तर इन्डिया भने यसबाट चिडियो। यसपछि पनि केही महिनामै असोजमा पाकिस्तानमा भएको सार्क चौथो सम्मेलनमा वीरेन्द्र र राजीव गान्धी बीच फेरि तनाव सिर्जना भयो, जब तत्कालीन इन्डियन प्रधानमन्त्री राजीवले ब्रेकफास्ट भेटघाटमा बोलाउँदा राजा वीरेन्द्र त्यहाँ गएनन्। राजीव गान्धीले यस घटनालाई आफ्नो अपमानको रूपमा लिए, जसको बदला राजीव लिन चाहन्थे। यता नेपालमा 2045 साल भदौ 5 गते बिहान 5 बजे उदयपुरलाई केन्द्रबिन्दु बनाएर 6.6 रेक्टरको भूकम्प गयो, जसबाट नेपालका 721 जनाले ज्यान गुमाए। भूकम्पपछि सरकारले राहत र पुनर्निर्माणको काम थाल्यो, तर भूकम्प गएको एक वर्ष नबित्दै वाणिज्य तथा पारवहन सन्धि नवीकरण हुन नसकेको बहाना बनाएर त्यही वर्ष चैतमा इन्डियाले नेपालमाथि आर्थिक नाकाबन्दी लगायो। वीरेन्द्र यो नाकाबन्दीबाट खुसी थिएनन्। उनले यही बीचमा एउटा विदेशी पत्रिकालाई दिएको अन्तर्वार्तामा भूपरिवेष्टित मुलुकले पाउनुपर्ने अधिकार अनुसार पारवहन सन्धि गर्न चाहेको तथा कुनै दबावमा सन्धि गर्न नखोज्दा भारतले नाकाबन्दीको अवस्था सिर्जना गरेको बताएका थिए। राजीव गान्धीले आफ्नो बदला पूरा गरे। 2041 सालमा प्रधानमन्त्री बनेका राजीव गान्धी 2046 साल मङ्सिरमा प्रधानमन्त्रीबाट बाहिरिए। राजीव पछि इन्डियाको प्रधानमन्त्री बने विश्वनाथ प्रताप सिंह अर्थात् भिपी सिंह, तर त्यसपछि पनि नेपाल र इन्डियाको सम्बन्ध जस्तोको त्यस्तै रह्यो। यसबीचमा इन्डिया र नेपाल बीच मन्त्री र सचिव स्तरको छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन। नाकाबन्दीको समस्याबाट गुज्रिरहेका वीरेन्द्र सामु फेरि अर्को समस्या आइपर्यो। त्यही बेला नेपाली राजनीतिक दलहरू कांग्रेस कम्युनिस्टले पञ्चायती व्यवस्थालाई देशबाट सधैँको लागि हटाउने र बहुदलीय व्यवस्थाको स्थापना गर्ने भन्दै आन्दोलनको घोषणा गरे, जसमा नेपाली राजनीतिक दलहरूलाई इन्डियाका राजनीतिक दलका नेताहरूले पनि सहयोग गरेका थिए। त्यसबेला 2046 सालको पुसबाट नै आन्दोलनको तयारी हुँदै थियो। माघ 5 गते सुरु भएको नेपाली कांग्रेसको 3 दिने राष्ट्रिय सम्मेलनमा इन्डियाका समाजवादी नेता, जो पछि प्रधानमन्त्रीसम्म बने, चन्द्रशेखरसम्म सामेल भए, जहाँ उनले पनि नेपालको राजनीतिक दलहरूप्रति समर्थन देखाए। सोही सम्मेलनमा गणेशमान सिंहलाई संयुक्त जनआन्दोलनको कमान्डर घोषणा गरियो र त्यही सम्मेलनमा 2046 फागुन 7 गते पञ्चायती व्यवस्थाको समाप्ति र बहुदलीय व्यवस्थाको पुनर्स्थापनाको लागि जनआन्दोलन गर्ने मिति तोकिएको थियो। कांग्रेस र कम्युनिस्ट मिले। माघ 27 गते वाम मोर्चाको तर्फबाट साहना प्रधान र नेपाली कांग्रेसका तर्फबाट कृष्ण प्रसाद भट्टराईको संयुक्त हस्ताक्षरमा आन्दोलनको तालिका निस्कियो, जसअनुसार नै फागुन 7 गतेबाट जनआन्दोलन सुरु भयो र सुरु भयो नेपाल बन्द, जुलुस, आमसभा अनि सरकारको तर्फबाट यो सब विरोध गर्ने नेताहरूलाई पक्राउ गर्ने क्रम। यस क्रममा ठूला ठूला नेताहरू कतै पक्राउ परे भने कतै आफ्नो निवासमा नजरबन्दमा राखिए। तर आन्दोलन झन्झन ठुलो हुँदै गयो र इन्डिया यो समयको पनि फाइदा उठाउन पछि हटेन। 2046 चैत 18 देखि 21 सम्म भारतीय विदेश सचिव एसके सिंह काठमाडौँमा रहे। उनी पनि छलफलकै निम्ति भनेर काठमाडौँ आएका थिए, तर उनको भित्री मिसन भने अर्कै थियो। भारतीय विदेश सचिव एसके सिंहले आफ्नो मिसन अन्तर्गत नै राजा वीरेन्द्रसँग गोप्य भेट गरे र उनले राजा सामु एउटा प्रस्ताव राखे। एसके सिंहले नेपालको परराष्ट्र नीति, जलस्रोतको उपभोग तथा सुरक्षाका नीति भारतको इच्छा अनुरूप गर्न राजा वीरेन्द्रलाई प्रस्ताव गरेका थिए। बदलामा सिंहले राजाले यी शर्तहरू स्वीकार गरेमा पञ्चायती व्यवस्था अझै चलिरहने आश्वासन समेत दिएका थिए। एडीसी सुन्दर प्रताप राणाको अनुसार यदि त्यो सम्झौता पत्रमा राजाले हस्ताक्षर गरेको भए शासकीय दृष्टिले राजालाई अलिक सजिलो हुन्थ्यो र राजतन्त्रको अधिकार पनि धेरै काटिने अवस्था आउँदैन थियो। नेपाल भुटानको अवस्थामा पुग्थ्यो, तर राजा भने नेपालको सन्दर्भमा 46 साल पछिको भन्दा शक्तिशाली नै रहन्थे। यति बेला इन्डियाले नाकाबन्दी लगाएको 1 वर्ष बितिसकेको थियो। नाकाबन्दीकै कारण जनता पनि राजनीतिक दलहरूले सुरु गरेको आन्दोलनमा जोडिन थालिसकेका थिए। आफ्नो स्वार्थ हेर्ने हो भने यो वीरेन्द्रको लागि निकै नै राम्रो मौका थियो, तर मोहन शमशेरले 2007 साल साउन 13 गते गरेको गल्ती वीरेन्द्रले दोहोर्याउन चाहेनन् र उनी यसबाट
पछि हटे र नेपाली राजनीतिक दलहरूसँग सम्झौता गर्न तयार भए। 2046 सालको फागुन 7 गतेबाट सुरु भएको जनआन्दोलनले लगभग 50 दिनपछि चैत 26 गते केही उपलब्धि पायो। राजा वीरेन्द्रले आन्दोलन थालिसकेका केही मुख्य नेताहरूलाई वार्ताको लागि दरबार बोलाए। वार्ताको लागि राति 9 बजे आन्दोलनकारीका तर्फबाट 4 प्रतिनिधि, नेपाली कांग्रेसका तर्फबाट कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला अनि वाम मोर्चाको तर्फबाट साहना प्रधान र राधाकृष्ण मैनाली दरबारमा भएको वार्तामा सहभागी भएका थिए। यस वार्तामा राजा वीरेन्द्र दलमाथिको प्रतिबन्ध हटाउन सहमत भए। बहुदलीय व्यवस्थाको पक्षका लागि यो उनीहरूको पहिलो जित थियो। तर राजा सहमत भए पनि त्यसबेलासम्म दलहरूलाई सम्पूर्ण अधिकारका कुरा सम्बोधन भएकै थिएन। त्यस दिन यो वार्ता यही सकियो। 2047 वैशाख 2 गते आन्दोलनकारी र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द बीच चर्को विवाद भएर चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिए र त्यसपछि नै दरबारबाट दलहरूका तर्फबाट प्रधानमन्त्रीको नाम मागियो। त्यसबेला गणेशमान सिंहको नाम अघि सारियो तर सिंह प्रधानमन्त्री हुन चाहेनन् र त्यसपछि प्रधानमन्त्री बने कृष्ण प्रसाद भट्टराई। त्यसपछि नै देशमा बहुदल आएको सन्देश गयो। तर यति बेलासम्म इन्डियाले लगाएको नाकाबन्दी भने खुलिसकेको थिएन। 2047 जेठ 27 गते इन्डियाका प्रधानमन्त्री VP सिंह र नेपालका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई बीच वार्ता भएर फेरि व्यापार तथा पारवन सन्धिले पुनः मान्यता पायो। यसरी 2047 असार 17 गते इन्डियाले आफूले 15-16 महिना अघि लगाएको आर्थिक नाकाबन्दी फिर्ता लियो। पञ्चायत विरुद्ध बहुदल भारी भयो। पञ्चहरूले आफ्नो शक्ति गुमाए, राजनीतिक दलहरू सत्तामा आए। राजा वीरेन्द्रकै पनि धेरै शक्ति खोसियो र देशमा सक्रिय राजतन्त्र समाप्त भयो। 2047 सालको संविधानमा संवैधानिक राजतन्त्रको व्यवस्था गरियो र वीरेन्द्र संवैधानिक राजा बने। यस संविधानले नेपाललाई प्रजातान्त्रिक मुलुक बनायो। नवराज सुवेदी र एडीसी सुन्दर प्रताप राणाको कुरा मान्ने हो भने आन्दोलनकै बेला पोखरा भ्रमणमा हुँदा नै राजा वीरेन्द्र र रानी ऐश्वर्या केही हदसम्म बहुदलको पक्षमा देखिन्थे। राजा वीरेन्द्रले त्यही बेला नै पञ्चहरूलाई सक्छौ पञ्चायत बचाउने प्रयास गर, सक्दैनौ भने बहुदल आउन देऊ भनेका थिए भने रानी ऐश्वर्याले बहुदल आएमा हामी पनि बेलायतको जस्तो हातखुट्टा बाँधिएको राजा हुने त होला नि, कचकच भन्दा त्यही ठिक छ भनेकी थिइन्। तर कालान्तरमा राजा वीरेन्द्रलाई आफूले गरेको निर्णयप्रति केही पश्चाताप भने भयो नै। कारण थियो 2055 सालसम्म आइपुग्दाको राजनीतिक अस्थिरता, राजनीतिक दलमा बढ्दो भ्रष्टाचार अनि माओवादी आन्दोलन। 2048 सालको जेठमा राजीव गान्धीको हत्या भयो। यसबेलासम्म आइपुग्दा नेताहरू सत्ताको खेलमा लागेका थिए। सत्ताको लागि उनीहरूको माथि चढाउने गिराउने खेल चलिरहँदा जनतालाई भने भ्रष्टाचार र महँगी झन बढेको महसुस हुँदै थियो भने माओवादी आतंक पनि झन्झन बढ्दै गरेको कारण उनीहरूले असुरक्षित महसुस गर्दै थिए, जसलाई रोक्न तत्कालीन मन्त्री प्रधानमन्त्रीले सकिरहेका थिएनन्। यही कारण नेताहरूप्रति जनता खुसी थिएनन् भने जनतामाझ दरबार र राजा वीरेन्द्रको लोकप्रियता भने झन्झन बढ्दै थियो। यति बेलासम्म आइपुग्दा इन्डियासँग नेपालको सम्बन्ध केही हदसम्म सुध्रिसकेको थियो। राजीव गान्धीको हत्या भइसकेपछि 2048 सालमा कांग्रेसबाट पीभी नरसिम्हा राव इन्डियाको प्रधानमन्त्री बने। उनीसँग दरबार र राजा वीरेन्द्रको सम्बन्ध राम्रो रह्यो। नरसिम्हा राव पछि प्रधानमन्त्री बनेका भारतीय जनता पार्टीका अटल बिहारी वाजपेयीसँग पनि दरबारको सम्बन्ध राम्रो रह्यो। भारतीय जनता पार्टी, बीजेपीको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ RSS सँग दरबारको सम्बन्ध राजा महेन्द्रको पालोदेखि नै राम्रो थियो। इन्डियाको हिन्दूवादीहरूले नेपालको राजालाई हिन्दू सम्राटका रूपमा सम्मान गर्ने गर्थे, जसमा हिन्दूवादी बीजेपीका नेताहरू नपर्ने कुरै भएन। बीजेपीका अटल बिहारी वाजपेयी पनि RSS बाटै उदाएका नेता थिए। यही कारण इन्डियामा वाजपेयी प्रधानमन्त्री बनेपछि नेपालसँग सम्बन्ध अझ राम्रो बन्यो। वाजपेयी 2053 जेठमा इन्डियाको प्रधानमन्त्री बनेका थिए, तर त्यसबेला उनी धेरै समय सत्तामा टिक्न सकेनन्। जम्मा 13 दिन प्रधानमन्त्री बनेका उनी पछि फेरि 2054 सालको चैतमा प्रधानमन्त्री बनेका थिए भने उनी त्यसबेला सत्तामा 2061 सालसम्म टिके, अर्थात् 7 वर्षसम्म वाजपेयी प्रधानमन्त्रीमा रहे। तिनै वाजपेयी प्रधानमन्त्री हुँदा 2055 सालमा राजा वीरेन्द्रलाई इन्डियाको गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा बोलाइएको थियो। त्यही भ्रमणमा राजा वीरेन्द्रले इन्डियाका तत्कालीन राष्ट्रपति KR नारायणनसँग पनि भेट गरे भने त्यही बेला अपोजिसन लिडर तथा कांग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग पनि राजा वीरेन्द्रको भेटवार्ता भएको थियो, जुन खासै राम्रो भेटवार्ता भने थिएन। यो भेटभन्दा पहिला पनि सोनिया र राजा रानीको सम्बन्ध राम्रो थिएन। सोनिया दरबारप्रति त्यति खुसी थिएनन्। उनलाई पशुपतिमा छिर्न नदिइएको र उनको श्रीमान राजीव गान्धी प्रधानमन्त्री हुँदा राजाले भेट नदिएको कारण यस्तो भएको बुझ्न सकिन्छ। तर सोनिया गान्धी अर्को एउटा शङ्कामा पनि थिइन्।
थिइन्। खासमा राजीव गान्धीको हत्या लिबरेसन टाइगर्स अफ तमिल इलम LTTE का मानिसहरूले गरेका थिए, जसको प्रमुख थिए भेल्लुपलाई प्रभाकरन। तिनै प्रभाकरनलाई राजीव गान्धीको हत्या गर्न रानी ऐश्वर्यले एक सैनिक जर्नल मार्फत पैसा दिएको हल्ला चलेको थियो। राजीव हत्याकाण्डको छानबिन गर्न न्यायाधीश MC जैनको नेतृत्वमा गठित जैन कमिसनले पनि आफ्नो रिपोर्टमा त्यस्तै खालको कुरा मेन्सन गरेको थियो। त्यसबेला इन्डियन गुप्तचर रको पनि एउटा पत्र सार्वजनिक भएको थियो, जहाँ अनभेरिफाइड इन्फर्मेसन भन्दै नेपालको रानी ऐश्वर्यले मेजर जेनरल आदित्य शमशेर जङ्गबहादुरलाई राजीव गान्धीको हत्याको व्यवस्था मिलाउन लगाएको र त्यसको लागि 10 करोड व्यवस्था गरिएको लेखिएको थियो। तर यो सब प्रमाणित थिएन। तर पनि सोनियाले राजपरिवारमाथि त्यस्तो शङ्का गरिन्। फलस्वरूप त्यो भेट खासै राम्रो हुन सकेन। इन्डियासँग दरबारको राम्रो सम्बन्ध कायम भएको जस्तो महसुस हुँदै थियो, तर त्यो अझै स्पष्ट भने थिएन। राजा वीरेन्द्र ढिलो चाँडो कुनै न कुनै राजनीतिक कदम चाल्ने दाउमा थिए, जसको लागि त्यसबेला उनले इन्डियाको साथ खोजिरहेका थिए। त्यस समयमा माओवादी समस्या समाधानको लागि राजा वीरेन्द्रले केही कदम चाल्न लागेको भनेर इन्डिया, बेलायत, अमेरिका, चीनमा दूत मार्फत सन्देश नै पठाए। तर त्यसबेला चीन बाहेक कसैले पनि राजाको प्रस्तावलाई समर्थन गरेनन्। यही कारण त्यसबेला वीरेन्द्र अघि बढ्न हिचकिचाए। यही तनावकै बीच वीरेन्द्रले हृदयघात समेत भोग्नु परेको थियो। 2055 कार्तिकमा लन्डनको क्रमवेल अस्पतालमा उनको कोरोनरी एन्जियोप्लास्टी गरिएको थियो। आफ्नो नजिकको छिमेकीको कूटनीतिक समर्थन नपाएकाले आफूले चाल्न लागेको राजनीतिक कदम राजा वीरेन्द्रले कार्यान्वयन गर्न सकिरहेका थिएनन् भन्ने दाबी वीरेन्द्रका सैनिक सचिव विवेक कुमार शाहले गरेका छन्। इन्डियामा सरकार त आउँथ्यो जान्थ्यो, तर इन्डियाको रहने कर्मचारी तन्त्र र गुप्तचर साथै अन्य सुरक्षा निकायले दरबारलाई सधैँ शङ्काको दृष्टिले हेर्ने गर्थे। त्यसबेला यही कारण पनि इन्डियाले साथ नदिएको बुझ्न सकिन्छ। यता भित्रभित्रै राजा वीरेन्द्र पनि त्यसबेला इन्डियाको कारण आफ्नो शासकीय अधिकार खुम्चिएको र देशमा अस्थिरतालाई बढावा पनि इन्डियाले नै दिने गरेको कुरामा विश्वास गर्थे। माओवादी नेताहरू इन्डियामै बसेर काम गर्नुले पनि उनको इन्डियामाथिको शङ्का झन बढेको थियो। यही बीच इन्डिया र नेपालको सम्बन्धलाई खलबल्याउने घटनाहरू पनि घटे, जस्तै कि इन्डिया लैजान लागिएको RDX लगायतका विस्फोटक काठमाडौँमा फेला परेको थियो। 2056 सालमै काठमाडौँबाट इन्डियन एयरलाइन्स IC 814 हाइज्याक भएको थियो। 2057 पुसमा भएको ऋतिक रोशन काण्ड सँगै रले सार्वजनिक गराएको नेपाल गेम प्लानमा केही राज्य सदस्यको दाउदसँग सम्पर्क रहेको आरोप लगाइएको थियो भने त्यसबेला नेपालमा दाउदसँगै पाकिस्तानी गुप्तचर निकाय ISI को नेपालमा गतिविधि बढेको इन्डियाको बुझाइ थियो। त्यसबेला नेपालका राजनीतिक पार्टीहरूसँग सम्बन्ध राम्रै भए पनि इन्डियाको दरबारसँग राम्रो सम्बन्ध रहेन, वा भनौँ दरबारले इन्डियाले जे खोजेको थियो त्यो दिन चाहेन र इन्डियाले पनि दरबारले चाल्ने सम्भावित कदमलाई समर्थन गरेन। यता अर्को ठुलो छिमेकी देश चीनसँग भने दरबारको सम्बन्ध अझै पनि सुमधुर नै थियो। धेरै विशेषज्ञ इन्डियासँगको अस्थिर सम्बन्धको कारण पनि राजा वीरेन्द्र चीनसँग नजिक रहेको बताउँछन्। 2031 सालमा खम्पा विद्रोहलाई लिएर राजा वीरेन्द्रले खेलेको भूमिकाले गर्दा चीन पनि राजा वीरेन्द्रसँग नजिक हुन खोज्यो र उसले नेपालमा उद्योगहरू खोल्नमा सहयोग पनि गर्यो। वीरेन्द्रले आफ्नो कार्यकालमा चीनको 10 पटक राजकीय भ्रमण गरेका थिए भने चीनबाट पनि प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपतिसम्म नेपालको भ्रमणका लागि आएका थिए। लास्ट टाइम 2057 फागुन 15 देखि 21 सम्म चीन भ्रमणमा गएका राजा वीरेन्द्र त्यसबेला BIO फोरम फर एसियाको उद्घाटनमा सहभागी पनि भएका थिए। वीरेन्द्र चीनबाट फर्किएको केही समयमै 2058 वैशाखमा चिनिया प्रधानमन्त्री जुरोङजी नेपालमा आएका थिए। त्यही अवसरमा चीनले कोदारी राजमार्गपछि दुई देश जोड्ने दोस्रो नाका केरुङ रसुवा सडक बनाइदिनेमा सहमति जनाएको थियो। छिमेकी इन्डियासँग सम्बन्ध अस्थिर रहे पनि चीनको साथ पाएको कारण वीरेन्द्र केही हदसम्म ढुक्क थिए। चीनले माओवादी समस्या समाधानमा उनलाई साथ दिन्छ भन्नेमा उनी विश्वस्त देखिन्थे, तर वीरेन्द्र सेना परिचालन गरेरै माओवादी समस्या समाधान हुन्छ भन्नेमा चाहिँ त्यसबेलासम्म स्योर थिएनन्। यता माओवादी विद्रोहलाई प्रहरीले असफल पार्न नसकेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अबको एकमात्र उपाय सेना परिचालन मात्र हो भन्ने सोचिसकेका थिए। एक तरिकाले हेरिने हो भने यहाँ राजा र प्रधानमन्त्री बीच माओवादी समस्यालाई समाधान गर्नका निम्ति एउटै प्लान थिएन, वा भनौँ उनीहरू एउटै प्लानमा सहमत थिएनन्, तर दुवैजना आफ्नो ठाउँमा केही हदसम्म सही नै थिए। 2058 सालसम्म आइपुग्दा माओवादी प्रहरी भन्दा झन्झन शक्तिशाली हुँदै थिए। माओवादीको हमलाबाट मृत्यु हुने प्रहरीको संख्या बढ्दै थियो भने उनीहरूले प्रहरीको हात हतियार पनि लुट्दै आएका थिए। प्रधानमन्त्रीदेखि लिएर प्रहरी प्रमुखले सम्म माओवादी विरुद्ध सेना परिचालन गर्न माग गर्दा पनि राजा वीरेन्द्रले यस्तो कदम चाल्ने संकेत देखाएनन्। सेना परिचालन गर्न राजाको सहमति चाहिने, तर राजा यसका लागि यथावस्थामा तयार नहुने देखेपछि सरकारले गृह मन्त्रालय मातहतमै रहने गरी
सशस्त्र प्रहरी बल गठन गर्यो। यता राजा वीरेन्द्रले माओवादी विरुद्ध सेना परिचालन नगर्नुको कारण आन्तरिक द्वन्द्वमा सेना सामेल भए नेपाली बीच मारकाट हुन सक्ने खतराको अनुभूति थियो। राजा वीरेन्द्र माओवादी विद्रोहको शान्तिपूर्ण समाधान छ कि भनेर खोज्दै थिए भने राजा वीरेन्द्रले आतिएर सेना परिचालन नगर्नुको अर्को पनि कारण थियो। सुधीर शर्माले आफ्नो किताबमा लेखेका छन्, माओवादी र दरबार दुवैको साझा तारो 2047 सालको संविधान थियो। माओवादी त्यसलाई च्यातेर आफूले चाहेको जस्तो सत्ता ल्याउन चाहन्थ्यो भने दरबारियाहरू 2047 सालको संविधानले राजतन्त्रलाई रबर स्ट्याम्प सरह बनाएको भन्दै असन्तुष्ट थिए। उनीहरूका लक्ष्य फरक थियो, तर भत्काउनु पर्ने घर एउटै थियो। त्यही भएर 2046 सालदेखि किनारा लागेका राजावादी तत्त्वहरूले बहुदलीय व्यवस्था विरुद्ध सञ्चालित जनयुद्धलाई आफू फेरि सत्तामा जान सकिने एउटा अवसरका रूपमा लिए। त्यसबेला माओवादी पनि दरबारप्रति सकारात्मक देखिन्थ्यो। माओवादीले सेनाको प्रशंसा गर्ने पूर्ववंशहरूलाई सगर नछुने तर काङ्ग्रेस एमालेका कार्यकर्ता र प्रहरीमाथि हमला गरिरहने नीति अपनायो। शर्माकै प्रयोगशाला अनुसार त्यसबेला जनयुद्धबाट बढेको अस्थिरतालाई प्रयोग गरी 2046 सालमा गुमेको अधिकार फर्काउन सकिने, त्यसका लागि आफ्नो लोकप्रियता बढ्दै जाओस्, संसदवादी आफै अलोकप्रिय हुँदै जाउन् र बिग्रेको परिस्थिति सम्हाल्न सबैले राजालाई गुहारुन् भन्ने खालको राजा वीरेन्द्रको सोचाइ थियो। माओवादी विद्रोहबाट राजनीतिक लाभ लिन सकिने चाल पाए पनि माओवादीका नेताहरू इन्डिया बसेर नेपालमा जनयुद्ध हाकिरहेकाले राजा वीरेन्द्रले माओवादीलाई अलिक शङ्काको नजरले हेर्थे। यसबाहेक माओवादीलाई लिएर राजाको मनमा अनेक प्रश्नहरू पनि थिए। त्यही शङ्का मेटाउन वीरेन्द्रले गोप्य रूपमा सेनाको युद्ध कार्य महाशाखाका प्रमुख कर्नल दिलीपजङ रायमाझीलाई खटाएका थिए। दिलीपजङ रायमाझीले माओवादीहरूसँग सम्बन्धित कुराहरू तयार पारी विश्लेषण गरी दरबारलाई रिपोर्ट बुझाउने काम थाले। यो 2057 सालतिरको कुरा हो। त्यही वर्षको अन्तिमतिर रायमाझीले पहिलो पटक माओवादीका नेताहरूसँग भेटघाटसम्म गरे। त्यसपछि पनि दिलीपजङ रायमाझीले अन्डरकभर भई माओवादीका अन्य भूमिगत नेताहरूसँग भेटघाट बढाए। रायमाझीसँगै वीरेन्द्रले आफ्नो कान्छो भाइ धीरेन्द्रलाई पनि यो काममा खटाए। योभन्दा पहिला धीरेन्द्रले 2045 मङ्सिर 28 गतेबाट लागू हुने गरी श्री 5 अधिराज कुमारको उपाधि र त्यो हैसियतमा पाइने सबै किसिमका सुविधाहरू त्यागेका थिए, वा भनौँ त्याग गर्न दरबारबाट नै दबाब थियो, जसको कारण थियो बेलायतमा बसोबास गर्दै आएकी क्यानेडेली युवती श्रीली ग्रेनीसँगको प्रेम सम्बन्ध। खासमा 2030 मै रानी ऐश्वर्यकी बहिनी प्रेक्षासँग धीरेन्द्रको पहिलो विवाह भइसकेको थियो। तर 2044 सालमै पनि धीरेन्द्रले दक्षिणकाली मन्दिरमा गएर आफूसँग पनि विवाह गरेको जया पाण्डे नामकी युवतीबाट आएको दाबी सार्वजनिक भएपछि धीरेन्द्र सायद लुक्नको लागि लन्डन गएका थिए। त्यही उनको भेट श्रीलीसँग भएको थियो। त्यो सम्बन्धको बारेमा थाहा पाएपछि प्रेक्षापछि सबभन्दा धेरै रिसाउने व्यक्ति बनिन् उनकै दिदी रानी ऐश्वर्य, जसको कारण धीरेन्द्रले अधिराज कुमारको उपाधि र त्यो हैसियतमा पाइने सबै किसिमका सुविधाहरू त्याग्नु पर्यो र त्यसैपछि उनी लन्डन उडेर त्यही श्रीलीसँगै सामान्य नागरिकको हैसियतमा जीवन गुजारा गरे। पछि 2055 सालबाट भने धीरेन्द्र बेला बेला नेपालमा आउन थाले। 2057 सालमा धीरेन्द्रलाई लन्डनमा हृदयघात भयो। त्यसबेला धीरेन्द्रलाई उपचार गर्ने सम्पूर्ण व्यवस्था दरबारले नै मिलायो र त्यसको केही समयपछि वीरेन्द्रले आफ्नो भाइलाई काठमाडौँ नै ल्याउन लगाएर नारायण हिटीमै सँगै राखे। त्यही बेला धीरेन्द्रलाई राजा वीरेन्द्रले माओवादी नेताहरूसँग गोप्य रूपमा कुराकानी गर्न र माओवादी आखिर के चाहन्छ त्यो बुझ्ने जिम्मा लगाए। धीरेन्द्र दाइको प्लान अनुसार नै अघि बढे। उनले गोप्य रूपमा माओवादीका नेताहरूसँग भेटघाट गरे। धीरेन्द्रले 2045 सालतिरै आफ्नो पद त्यागेकोले अरूले धीरेन्द्रमाथि खासै शङ्का गरेनन्। यता माओवादी पनि राजाले आफ्नो भाइलाई नै भेटघाटको लागि पठाएको देखेर दङ्ग थिए। लास्ट टाइम 2058 वैशाख 16 मा काठमाडौँको एउटा निजी घरमा माओवादीका नेताहरूसँग धीरेन्द्रले करिब 2 घण्टा गोप्य कुराकानी गरेका थिए। धीरेन्द्रले माओवादीसँग छलफल अघि बढाएको सिनियर जर्नलिस्ट सुधीर शर्माको प्रयोगशालामा तत्कालीन सैनिक सचिव विवेक कुमार शाहको मैले देखेको दरबारमा र एडिसी प्रमुख सुन्दर प्रताप राणाको दरबारको दुखान्तमा उल्लेख गरिएको छ। सुधीर शर्माको किताब प्रयोगशालाको अनुसार त्यसबेला दरबार र माओवादी बीच सत्ता गठबन्धन सम्भव थियो थिएन भन्ने बारे अन्तिम टुङ्गो सायद राजा वीरेन्द्र र प्रचण्ड बीच आम्ने सामने वार्ता भएको भए लाग्थ्यो। त्यस्तो शिखर भेटको प्रयास पनि हुँदै थियो। प्रचण्डले राजा वीरेन्द्रसँग के कुरा गर्ने भन्ने बारे बुदा टिप्न समेत थालिसकेका थिए। यो 2058 सालकै सुरुवाततिरको कुरा हो। सैनिक सचिव विवेक कुमार शाहको अनुसार त्यसबेला माओवादी कुनै हिसाबले सहमति भएपछि प्रतिनिधि सभा भङ्ग गर्ने र राजनीतिक नेताहरूको सहभागितामा गोलमेज सम्मेलन गरी माओवादी सहितको राष्ट्रिय सरकार गठन गर्ने राजा वीरेन्द्रको योजना थियो।
थियो। साथै 2 वर्षपछि अर्को आम चुनाव गर्ने र चुनाव अगाडि संविधानको प्रस्तावना यथावत राखी संविधान संशोधन गर्ने बारे समेत वीरेन्द्रले गृह कार्य गरेका थिए। वीरेन्द्रले माओवादीसँगको वार्तालाई पहिलो र सेना परिचालनलाई अन्तिम विकल्पका रूपमा राखेका थिए। सैनिक सचिवकै अनुसार यदि माओवादी सहमत नभए सेना परिचालन गरेर माओवादीलाई निशस्त्रीकरण गरी राजनीतिको मूलधारमा ल्याउने राजा वीरेन्द्रको रणनीति थियो। यसका लागि त्यही बेलादेखि नै सेनालाई अझ बलियो बनाउने काम पनि थालिएको थियो। सेना र सेनाको हात हतियार अपग्रेड गराउनमा राजा वीरेन्द्रको धेरै नै चासो थियो। सेनाले वर्षौंदेखि पर्सनल वेपनका रूपमा चलाउँदै आएको इन्डियन सेल्फ लोडिङ राइफल SLR हटाएर त्यसको ठाउँमा राजाले नै रेकमेन्ड गरेको जर्मनको HK-G36 राइफल नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको थियो। पछि यो G36 राइफल नेपालमै एसेम्बल गर्ने र बङ्गलादेश, श्रीलङ्का सहित साउथ एसियन देशहरूमा बेच्ने योजना बनाइएको मात्र थिएन। यसको लागि कुरा अघिसम्म बढाइएको थियो र G36 बनाउने कम्पनी हेक्लर एन्ड कोकले सहमति पनि जनाएको थियो। यदि यो सफल भएको भए नेपाल हात हतियारको मामिलामा केही हदसम्म आत्मनिर्भर हुन्थ्यो। तर यसबाट एउटा देशलाई भने प्रब्लम थियो, इन्डिया। यस योजनालाई गोप्य भनिए पनि यसबारे इन्डिया केही हदसम्म जानकार थियो र ऊ नेपालले अन्य देशबाट हात हतियार खरिद गरोस् भन्ने चाहँदैन थियो। यही कारण G36 राइफल किन्ने र नेपालमै एसेम्बल गर्ने योजना रोक्न इन्डियाले सक्दो प्रयास गरेको थियो। त्यसबेला इन्डिया नेपाललाई आफ्नो देशमा बनेको इन्सास राइफल बेच्न चाहन्थ्यो र भयो पनि त्यही नै। G36 नेपाल आएन। त्यो आउनुभन्दा अघि नै दरबार हत्याकाण्ड भयो। हत्याकाण्डपछि G36 को साटो नेपाली सेनाको लागि इन्डियाबाट इन्सास राइफल किन्ने निर्णय गरियो। 2058 सालको सुरुवातसम्म आइपुग्दा धेरैजसो नेताहरूको मनमा एउटै प्रश्न थियो कि अब नागरिकता विधेयक के हुन्छ, राजाले यसमा कस्तो कदम चाल्छन्। 2056 भदौ 24 गते प्रतिनिधि सभामा नेपाल नागरिकता ऐन 2020 लाई संशोधन गर्न बनेको नेपाल नागरिकता 6औं संशोधन विधेयक 2056 दर्ता गरिएको थियो। यसलाई 2057 जेठ 29 गते प्रतिनिधि सभाले सर्वसम्मतिबाट पारित गरेको थियो। तर यो विधेयक त्यसबेला विवादमा आयो। केही राम्रा पक्ष भए पनि नागरिकता विधेयकमा भएका केही दफाहरूलाई लिएर विवाद भएको थियो। जस्तै कि एउटा दफामा कुनै व्यक्ति उपदफा 1 बमोजिम वंशजको नाताले नेपालको नागरिक रहेछ र निजको बाबुले नागरिकताको प्रमाणपत्र लिएको रहेनछ भने पनि सो व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र पाउने छ भनिएको थियो। त्यस्तै नेपाली नागरिकता पाएको विदेशी नागरिकले पनि उसले नेपाली नागरिकता पाउनु भन्दा अघि जन्माएको बच्चा र उसको भाइ बहिनीले सम्म उसको मार्फत नेपाली नागरिकता पाउने व्यवस्थालाई अझ सहज बनाइएको थियो। यी सब कारणले गर्दा गैर नेपालीलाई नेपाली नागरिकता पाउन सजिलो हुने र नेपालमा वास्तविक नेपालीहरू नै अल्पमतमा पर्ने भन्दै विवाद भएको थियो। त्यसबेला नागरिकता विधेयकको कपीसम्म नै जलाएर सडकमै विरोध भयो। त्यसबेला प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक विवादको कारण राष्ट्रिय सभामा अघि बढ्न सकेन। नागरिकता विधेयकलाई अर्थ विधेयक उल्लेख गरिएको कारण त्यसबेला राष्ट्रिय सभाबाट यो पारित नभए पनि यसले विधेयकलाई दरबारमा स्वीकृत गराउन पठाउन रोक लाउँथेन। नागरिकता विधेयक फेरि दोस्रो पटक 2057 साउन 11 गते प्रतिनिधि सभाले पारित गर्यो र स्वीकृतिका लागि विधेयक 2057 मङ्सिर 16 गते दरबार पठाइयो। तर राजा वीरेन्द्रले त्यसलाई तत्कालै स्वीकृत गरेनन्। त्यसको साटो वीरेन्द्रले फागुन 9 गते नागरिकता विधेयक संविधान सम्मत रहेको वा नरहेको बुझ्न सर्वोच्च अदालतसँग राय माग गरे। यसबारे 2057 चैत 1 गते सर्वोच्च अदालतमा प्रारम्भिक बहस सुरु भयो र सर्वोच्चले 2058 वैशाख 11 मा नागरिकता विधेयक संविधान सम्मत नरहेको भनी दियो वा भनौं यस्तो प्रकारको राय दियो। त्यसपछि राजा वीरेन्द्रले संशोधनको लागि बनेको नागरिकता विधेयकमा त्यति ध्यान दिएनन्। न त राजाले त्यसबेला त्यस विधेयकलाई स्वीकृत गरे न त उनले त्यो विधेयक फिर्ता नै गरे। एडीसी सुन्दर प्रताप राणाले आफ्नो किताबमा त्यसबेला दरबारमा लाल मोहर लगाउन ल्याइएको नागरिकता विधेयक कानुन बनेको खण्डमा नागरिकता प्राप्ति सहज हुने र कालान्तरमा नेपाल फिजीको जस्तो हालतमा पुग्ने महाराज धिराजको धारणा हामीले कहिलेकाहीँ सुन्ने गरेका थियौं भनेर लेखेका छन्। यसले के प्रश्न हुन्छ भने राजा वीरेन्द्र आफै पनि यो विधेयक पारित गर्न चाहन्थेनन्। 2058 सालसम्ममा आइपुग्दा पनि नेपालको राजनीति जस्तोको त्यस्तै थियो। माओवादी विद्रोह झन बढ्दै थियो भने यता प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध प्रतिपक्ष एमालेको सडक र सदन आन्दोलन जारी थियो। यो सब सत्ताको फोहोरी खेल चलेको जनताले छर्लङ्ग देखेका थिए। यही कारण उनीहरूको लागि त्यसबेला राज संस्था र राजा झन्झन प्रिय हुन थाले। यता हात हतियार खरिद, नागरिकता विधेयकदेखि माओवादीसँगको वार्तासम्ममा वीरेन्द्र जे चाहन्थे त्यही नै भइरहेको थियो। एक तरिकाले हेर्ने हो भने राजनीतिक दलहरू हार्दै थिए त यता दरबारले जित्दै थियो। तर दरबारलाई जिताउने चक्करमा यता राजा वीरेन्द्रले आफ्नै परिवारलाई भने पर्याप्त समय दिन सकेनन्।
खास गरी युवराज दिपेन्द्रलाई। त्यसबेला युवराज दिपेन्द्र र दिव्यानी राणाको प्रेम सम्बन्ध गइरहेको थियो। यो भन्दा पहिला सुप्रिया शाहसँग युवराज दिपेन्द्रको प्रेम सम्बन्ध थियो, तर दिपेन्द्रले यो सम्बन्धलाई विवाहमा बदल्न खोजेपछि यो सम्बन्ध टिक्न सकेन। कारण थिइन् युवराजकी आफ्नै आमा रानी ऐश्वर्या। रानी ऐश्वर्या जुद्ध शमशेरको खलकबाटै कोही बुहारी बनेर दरबार भित्रियोस् भन्ने इच्छा राख्थिन्। यही कारण सुप्रिया शाहसँग दिपेन्द्रको सम्बन्ध टुटेको थियो। त्यसको केही समयपछि दिपेन्द्र र दिव्यानी राणा नजिक भएका थिए। दिपेन्द्र दिव्यानी राणासँग बिहे गर्न चाहन्थे, तर दिव्यानी चन्द्र शमशेर खलककी थिइन्। जुन पनि रानी ऐश्वर्यालाई मन परेन भने दिव्यानीको नाता इन्डियाको शक्तिशाली परिवारहरूसँग भएकाले पनि रानीले आफ्नो छोरा अर्थात् हुनेवाला राजाको विवाह दिव्यानी राणासँग गराइदिन खोजेकी थिइनन्। युवराज दिपेन्द्रको बहिनी श्रुतिको 2054 सालमा कुमार गोरख शमशेरसँग विवाह भइसकेको थियो। उनको भाइ निराजनको समेत बिहे गरिदिने हल्ला चल्न थालिसकेको थियो, तर युवराज दिपेन्द्रको भने विवाहको टुङ्गो लागिसकेको थिएन। यही कारण दिपेन्द्र निकै नै निराश थिए। उनले आफ्ना आमा बुबालाई मनाउन निकै नै प्रयास गरे, तर लेडिज डिपार्टमेन्टको काम हो भनेर उनका बुबा अर्थात् राजा वीरेन्द्र पन्छिए भने रानी ऐश्वर्याको आफ्नै अडान थियो। दरबार हत्याकाण्ड भएकै दिन अर्थात् शुक्रबार जेठ 19 गते तत्कालीन अधिराज कुमार ज्ञानेन्द्रका छोरा अर्थात् दिपेन्द्रका भाइ पारसले विवाहको विषयमा दाइ दिपेन्द्रसँग कुराकानी गरेको दाबी गरेका थिए। यस कुराकानीमा पारसलाई दिपेन्द्रले आमासँग पनि कुरा गरे, हजुरआमासँग पनि कुरा गरे। दुवैजनाले हुन्न भन्नुभयो। अब आइतबार बुबासँग कुरा गर्छु भनेका थिए, तर अफसोस आइतबार आउनै पाएन। 2058 जेठ 19 गते शुक्रबार। यो दिन पनि अरू दिन जस्तै नर्मल थियो, तर आज वीरेन्द्रका अंगरक्षक एडीसी प्रमुख राणाको अनुसार वीरेन्द्र बिहानदेखि नै निराश देखिन्थे। अरू बेला जसरी नै 2 घण्टाको मर्निङ वाक पछि वीरेन्द्र स्विमिङ पुलमा गए र 11 बजे पुलबाट बाहिर निस्किए। त्यही बेला आफ्नो शिफ्ट सिध्याएका एडीसी प्रमुख सुन्दर प्रताप राणाले राजाको अंगरक्षकको जिम्माको काम अब एडीसी टीका धमलालाई सुम्पिए र राणा घरतिर लागे। अब यहाँ ध्यान दिनुस्, मैले माथि जति पनि कुराहरू राखे ती सबै कुनै न कुनै किताब, कुनै न कुनै अन्तर्वार्ता र कुनै कुनै आर्टिकलमा आधारित थियो। मैले अन्य भिडियोमा र यहाँ पनि आफ्नो इच्छाले केही राखेको छैन र अब म जे भन्न जाँदैछु त्यो पनि राजाका तत्कालीन अंगरक्षक एडीसी प्रमुख राणाको किताब दरबारको दुखान्त, राणापछि ड्युटी सम्हालेका एडीसी टीका धमलाले दिलभूषण पाठकलाई दिएको अन्तर्वार्ता र तत्कालीन सैनिक सचिव विवेक कुमार शाहको किताब मैले देखेको दरबारमा आधारित छ। दरबारको दुखान्त अनुसार साँझ 5:30 मा राजा रानी र युवराज दिपेन्द्र तीनैजना राजपरिवारका बडा गुरुज्यू नयनराज पाण्डेको दिल्ली बजार स्थित घरमा चियाको लागि सवारी भएका थिए। त्यहाँ 1 घण्टा जति बसेर राजा रानी र युवराज दरबार फर्किए। दरबार फर्किएर तीनैजना तीनतिर लागे। राजा वीरेन्द्र आफ्नो कार्यालय मंगल सदनतिर, रानी ऐश्वर्या श्री सदन निवासतर्फ र युवराज दिपेन्द्र त्रिभुवन सदनतिर। 5:30 अर्थात् 5:30 मा बडा गुरु कहाँ गएका राजपरिवार 1 घण्टा जति बसेर दरबार फर्किए भनेपछि पक्कै पनि त्यो समय 6:30 बजे नै थियो। तर तत्कालीन सैनिक सचिव विवेक कुमार शाहको मैले देखेको दरबारमा भने समय अर्कै छ। उनले आफ्नो किताबमा करिब 5 बजे राजा वीरेन्द्र बडा गुरु नयनराज पाण्डेको निवासबाट चियापान कार्यक्रमबाट आएर आफूलाई फोन गरेको बताएका छन्। अझ उनले त 6 बजे बाहिर निस्किने बेला एडीसी अफिसमा फोन गरेपछि एडीसी सुन्दर प्रताप राणासँग फोनमा कुरा भएको बताएका छन्। तर एडीसी सुन्दर प्रताप राणाले भने आफ्नो किताबमा आफू साँझ 36 बजे दरबार फर्किएको लेखेका छन्। सैनिक सचिव विवेक कुमार शाहको अनुसार राजा वीरेन्द्र परिवार सहित दरबार 5 देखि 6 बजेको बीचमा आएका थिए। एडीसी सुन्दर प्रताप राणाले भनेका कुरा अनुसार 5:30 बजे गएका राजा वीरेन्द्र 1 घण्टामै दरबार फर्किए भने त्यो 6:30 बजे हुन पर्ने हो। तर त्यतिखेर राजा वीरेन्द्रको सुरक्षामा खटिएका टीका धमलाले भने पाठकसँगको अन्तर्वार्तामा चियापान कार्यक्रमबाट राजा वीरेन्द्रलाई 7:20 मा दरबार भित्रको वीरेन्द्रको अफिस अर्थात् मंगल सदन पुर्याएको बताएका छन्। बेलुका साँझमा एउटा कुनै यो सोसल प्रोग्राममा चियापानको कार्यक्रम मैले सवारी लिएर गएको थिएँ। सवारी लिएर आउँदा ढिलो भयो, त्यो बेला 20-25 मिनट ढिलो भयो। त्यसपछि यार साहारानी 7:20 मा मैले उहाँको अफिसमा सवारी चलाएर मेरो काउन्टर पार्टलाई ड्युटी बुझाएर म घर गएँ। बडा गुरुज्यू नयनराज पाण्डेको दिल्ली बजार स्थित घरमा
राजा रानी र युवराज गएकोमा तिनैजनाले उल्लेख गरेको भए पनि उनीहरूले दिएको समय भने एकअर्कासँग मिल्न जाँदैन। त्यस दिन 7:20 राजा वीरेन्द्रलाई अफिस पुर्याएपछि एडिसी प्रमुख सुन्दर प्रताप राणालाई ड्युटी बुझाएर आफू घर गएको टीका धमलाले बताएका छन्। त्यससाथ स्पटलाइट म्यागजिनका सम्पादक माधव कुमार रिमाल राजा वीरेन्द्रको अन्तर्वार्ता लिन पुगेका थिए, वा भनौँ उनलाई दर्शन भेटको लागि त्यही समय दिइएको थियो। राजा वीरेन्द्रले उक्त अन्तर्वार्तामा माधव रिमाललाई माधव, मेरो विचारमा अहिले हाम्रो मुलुक संवैधानिक राजतन्त्र र पूर्ण अराजकताको दोसाँधमा उभिएको छ। सरकार भ्रष्टाचारमा फसेको छ। कुनै कानुन व्यवस्था र अनुशासन छैन। बहुदलीय प्रजातन्त्रको पहरेदार हुनुपर्ने राजनीतिक दलहरू राष्ट्रको मतलब नगरी आफ्नो दुनो सोझ्याउनतिर लागेका छन्। देशको शान्ति सुरक्षामाथि ठूलो चुनौती खडा गर्ने गरी विद्रोह बढेको छ। यी सबै विषयमा मैले धेरै मानिसहरूसँग कुराकानी गरेको छु, तर उनीहरूले मलाई जे भने त्यसमा म अझै पूर्ण रूपमा विश्वस्त हुन सकेको छैन। त्यसैले कसलाई के भनौँ मलाई वास्तवमै थाहा छैन। राजा वीरेन्द्रको त्यो चिन्तनले उनी नेपालको तत्कालीन अवस्थाप्रति त्यति खुसी थिएनन् भन्ने बुझ्न सकिन्छ। जेठ 19 गते शुक्रबार साँझ राजा वीरेन्द्रको समय पाएका माधव कुमार रिमाललाई उनकै अनुसार 8:15 राजाले माधव, म अब डिनरको लागि जानुपर्छ, म तिमीलाई फेरि भेट्छु भनेका थिए र त्यो अन्तर्वार्ता त्यही सकिएको थियो। त्यो राजा वीरेन्द्रले दिएको अन्तिम अन्तर्वार्ता थियो। पछि माधव कुमार रिमालले त्यही अन्तर्वार्तामा आधारित आफ्नो किताब द फेटफुल इन्टरभ्यू सार्वजनिक गरेका थिए। त्यो दिन राजा वीरेन्द्रबाट दर्शन भेट पाउने बाहिरका अन्तिम व्यक्ति माधव कुमार रिमाल नै थिए। त्यसबेला आफ्नो ड्युटी सम्हालिसकेका सुन्दर प्रताप राणाको अनुसार 9 बजेसम्म मङ्गल सदनमा काम गरिराख्ने वीरेन्द्र त्यस दिन भने माधव कुमार रिमाल निस्किएको केही समयमै अर्थात् 8:35 बाहिर निस्किए र उनी मङ्गल सदनबाट त्रिभुवन सदनतिर लागे। त्यसबेला त्रिभुवन सदनमा हरेक महिनाको तेस्रो शुक्रबार एउटा पारिवारिक पार्टी आयोजना गर्ने गरिन्थ्यो र राजा वीरेन्द्र पनि त्यही जाँदै थिए। त्यसको आधी घण्टा भित्रमै के भयो त्यो त तपाईहरूले सुन्नु नै भएको होला। धरतीमा एक्लै चलुँ।